छ। यसको लागि जति समय लाग्छ त्यति समय लाग्छ, हतार गरेर हुँदैन। यो चिजलाई चाहिँ जति समय लाग्छ पैँतिस वर्षमा नभएको चिज 35 मिनटमै नखोजौँ, त्यसलाई अलिअलि केही समय लाग्छ। सामान्य सभामुख महोदय, मान्य सदस्यज्यूहरूले धेरै दिनदेखि प्रश्न सोध्न खोज्नु भएको रहेछ, त्यसको निम्ति समय दिन हजुरलाई अनुरोध गर्न चाहन्छु। अखण्डता र स्वतन्त्रता हामी सबैको प्राणभन्दा प्यारो चिज हो। आज नेपालको भूमि हामीले दावा गरिरहेका छौँ, नक्सा जारी भइसकेको छ। त्यो भूमिमा त्रिपक्षीय सरकारको ठाउँ नेपाल, चाइना र भारतको, तर आज नेपाललाई व्यवस्था गरिकन भारत र चाइनाका तर्फबाट द्विपक्षीय समझदारी कायम गरेर जुन व्यापारिक मार्ग निर्माण गर्ने काम धमाधम भइरहेको छ, यो सन्दर्भमा नेपाल सरकारको धारणा के छ, सरकारले के गरिरहेको छ भन्ने सन्दर्भमा म प्रधानमन्त्रीज्यूसँग चासो राख्न चाहन्छु। धन्यवाद। सम्माननीय प्रधानमन्त्रीज्यू। मान्य सदस्यज्यू, लिपुलेक लिम्पियाधुरा सम्बन्धी बुझ्न खोज्नु भयो जस्तो लागेको थियो। यस सम्बन्धी नेपाल सरकारले अफिसियल रूपमा डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइसकेको छ र त्यसको जवाब पनि आएको छ। त्यो जवाबमा चाहिँ दुईटै सरकारले आफ्नो इतिहासविदहरू राखेर, आफ्नो सर्वेयरहरू राखेर, आफ्नो भूमि सम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टक मार्फत यो कुरालाई समाधान गर्ने कुरा भएको छ। र यस सम्बन्धी हामीले भारत र चाइनालाई मात्रै नभएर इङ्ल्यान्ड सरकारसँग पनि कुरा गरेछौँ। उहाँहरूले ब्रिटिस इन्डिया छोड्दै गर्दाखेरिको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदाखेरि यसमा चाहिँ इङ्ल्यान्डले पनि सरकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो। यो सबै कुराहरू टेबल टक डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छु। धन्यवाद। सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीज्यू, निकै लामो समय पछाडि आज प्रश्न गर्नु पाछु। र अर्को, कालोपानी लिपुलेक लिपियाधुराको समस्या निकै लामो समयदेखि चल्दै आएको छ र अन्य सीमामा थुप्रै समस्याहरू छन्। त्यो सीमामा चाहिँ कहिले सरकार छ भने सीमाका चाहिँ आम नागरिकहरूले अनुभूति गर्छन्। यसको लागि जति समय लाग्छ त्यति समय लाग्छ, हतार गरेर हुँदैन। यो चिजलाई चाहिँ जति समय लाग्छ 35 वर्षमा नभएको चिज 35 मिनटमै नखोजौँ, त्यसलाई अलिअलि केही समय लाग्छ। र लिपुलेक लिम्पियाधुराको बारेमा उहाँले सोध्नुभयो, अघि पनि भनिसके। यो चाहिँ डिप्लोमेटिक रूपमा टेबल टक। तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्रै होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। अनि यो कुरा चाहिँ अस्ति भर्खरै थाहा पायो। त्यही भएर दुईटै देशले अध्ययन गरेर हामीले मिचेको छौँ, उहाँहरूले मिच्नु भएको छ, के छ त्यसलाई चाहिँ बसेर एउटा साथीको रूपमा समाधान गर्ने चाहिँ हामीले सोच राखेका छौँ। धन्यवाद।